ल वेलकम टु गाइज। आज चाहिँ मेरो होइन यहाँ थुक्पा कुकिङ छ। अब यस्तो सामग्रीहरू हेरौँ। थुक्पाको सामग्रीमा गोलबेडा सोलबेडा यहाँ ससेज छ होइन, ससेज छ। अब यहाँ एकछिनमा अब म कुक गर्छु अनि त्यहाँबाट कुक गर्छु अनि गाइजहरूलाई म अहिले देखाउँला कुकिङ। यस्तो छ आजको रेसिपी। ल थुक्पा खाने र जाडोमा अब अरूले अब सबैजनालाई यही हो। ल गाइज म हेरेँ मेरो अब म कुकिङ गर्दछु। मेरो अब यहाँ मेथी पड्काउनु पर्यो। मेथी धेरै हुन्छ जस्तो छ। खोर्सानी कतिको पिरो खाने हो? पिरो होइन ठिक्क ठिक्क भन्छ बच्चाहरू पड्किन्छ अहिले के गरेर अड्काएछ यार यो अहिले ल्याप होला नि अहिले फेरि प्याज पनि हुँदैछ। यस्तै हो गाइस, पाक्दैछ हो आजको थुक्पा जाडोमा। मेरो कान्छी छोरी पनि थुक्पा थुक्पा भन्छ होइन कान्छी? चाउमिन त नबनाउनु छ अरे आज। चाउमिन अर्को नेक्स्ट डे ओके। नो नभन् न। नेक्स्ट डे भन न, अहिले I want a problem भन्छ। Chow-mein? Chow-mein, no chow-mein, okay? No chow-mein. No chow-mein. Chow-mein. अर्को हप्ता चाउमिन ओके। तिमीलाई चाहिँ कस्तो चाउमिन मात्रै मन पर्छ मान्छेले। कान्छी यता आऊ न, बाबासँग गफ गर्न। यहाँ आऊ न यता बाबासँग। यहाँ बाबाले कसरी बाँच्छ? यहाँ हेर्न आऊ। को म कालो कालो केसमा रेलीमाई बाँधेको रिबना। यस्तै छ गाइज आजको कुकिङ। लसुन पनि हाल्नु पर्यो, हरियो लसुन। यहाँ आऊ न, यहाँ रबर छ त। यहाँ लब्बर मेरो छोरीमा खाइ आइ भन न त। भ्लगमा खाइ आइ भन न कान्छीले। नो त्यस्तो नभन न। Why you don't like it? Rubber अङ्कलसँग मागेको। अङ्कल दिदी रबर हो त। अङ्कलले त्यहाँ कुवामा के गर्दैछ? यिनीहरूमा जाउँ त। कि कहाँ छ अङ्कल? अब गोलबाट बना हाल्दिनु पर्यो। के चाहियो त्यसो नभन। रबर अहिले म उस गरिदिन्छु। कान्छी तँलाई रबर अहिले अङ्कललाई त्यसो नभन। अब यहाँ हल्का मिक्सिङ हाल्नु पर्यो। टेस्टिङ पाउडर मसला हाल्नु पर्यो। चिकन सुप पनि छ बाजेको लागि होइन, यहाँ थुक्पामा हालिदिनु लाग्यो। वाइ चिल्ली पाउडर पनि हाल्नु पर्यो। हिउँदे भाइ त नचला त्यसलाई। मेरो छोरालाई के गर्ने होला यार, जति भन्दा नि मान्दैन यार। त्यो पनि हाल्नु पर्यो। भाइ नचला त्यो गोरुलाई।
केटालाई खै मैले कसरी ठिक पाएँ यसले साह्रै उस गर्न थाल्यो यसलाई मैले भर्खर दिएर आएको अहिले बोल्न मात्र लान अहिले मात्रै कान्छ उहाँ हेर त त्यहाँ के भयो त्यसलाई नचला क्या त्यसलाई मैले बाजेलाई नचला नचला होइन भनेको ज्वरो आएर बाजेलाई त्यही भनेर नचला भन्थ्यो त्यसलाई मैले फेरि अहिले फेरि अब म यहाँ सुनेर बसिरहेको छु गाई छ अब यस्तै हो पाक्दैछन् अब यहाँनिर मिक्सिङमा के हाल्नु पर्यो यो पनि हाल कान्छी यो बाहिर उस बाहिर ऱ्याकमा राखेर टेबलमा है यो छोरीले भनेको मान्छ नि बाबाले है अब गाई थुक्पा रेडी हुँदैछ होइन तीन थाल खायो बाजेर बिस्काएको छ 14-15 त छैन त त्यो मेरो यहाँ छोरोले गर्दा जहिले यार यो बाजालाई त्यही भनेर नगर भन्छ मान्दै मान्दैन नि मेरो भाइ त्यही यसलाई भाटा हान्छ क्या यसलाई नगर छोरो भनेको ल गाई यहाँनिर ससेज पनि हालिदिएँ मैले ससेज पनि हालिदिएको छु अब यसको लुक्स अहिले हेर्नुपर्छ अब यहाँनिर जगबाट पानी हाल्नु पर्यो झोल कति खान्छ मेरो भाइ बहिनीहरूले बाउले मेरो सानो बुनीले है झोल त चाहिन्छ होला मकै भटमास ए कुन गीत हो छ त्यो कम्पिटिटरमा भन्छ के एउटा पाठमा जामिना मिना ए मकै भटमास ए हो के हो कस्तो खतरा गीत गाएको थियो मेरो छोरीले अब अलिकति यो सोयाबिन सस पनि हालिदिनु पर्यो त्यसपछि गाई चाहिँ अब अलिकति भेनिगर अमिलो खान्छ होला नि त मेरो कान्छीले खान्छ खाँदैन अलिकति खाऊ न वाह यार वाह you don't like that यार कस्तो इङ्ग्लिस बोल्छ यार मेरो छोरीले यार यहाँ भ्लगमा आएर इङ्ग्लिस बोल्न न आउनु कस्तो यार अब एकछिन छोपिदिनु पर्यो गाइस उसले बसिहाल्नु देखाउँला है यस्तै हो पारा मेरो सानीको बहिनीले पुरै यहाँ सिँगार पटार गर्दैछ हेर अब यस्तै हो है कान्छी के अरे तिम्रो त्यो कान्छीको नाम किन तिमीलाई त कति खेल्नुपर्छ है पुतली डल ल जाउ त बाजेले के दिन लागेछ बाजेले के दिन लागेछ यहाँ छ नखाने रे अङ्गुर रे लङ्गुर हेर्दैछ यहाँनिर हाम्रो छोरो फेरि लङ्गुर हेर्दैछ लङ्गुर भने भन्छ लगाए थुक्पा चाहिँ अहिले यस्तो हुँदैछ अलिक पानी तताएर होस् गर्नुपर्ने छ मेरो छोरी पुरा सिक्मा भन्छ यहाँ बाउले मलाई फेरि खप्सिया पनि दिएछ कहाँबाट किनेर ल्यायो पानी तताउँछ ल एकछिनमा आउँछ अर्को बिहे आई लभ यु नभने छोरो त आमा यो बाजेलाई लग्थ्यो ल म हालिदिन्छु क्या खानै नपाएको जस्तो नभए बाउलाई प्लेट अलिकति
सारा बाजे रे मलाई त नेटुन मन लागिरहेको नेटुन मन लाग्यो नि बाबा किन छोरी अब बिन्दा दिदी ससेज पाजेर मात्र एकजना ससेज बित्तिकै जाने रे बिन्दा दिदी अब बाजला पुरा बिन्दा दिदी छोडेर जाने दिन है अनि एकदम दिदी बिन्दा दिदी गाउँ जाने रे किन उहाँको मम्मीले भने हो र ए छुट्टी मनाउन जाने होला नि त गाउँ गएको छ होइन के रमेशको गिटार पनि लिएर आउने र दिदीले उहाँको सानीको टिभी पनि लिएर आउने रे न सबसे धेरै ससेज अनि म लिन्छु क्या दिन्छु कान्छेले खै कति खान्छ कि भयो मलाई ससेज चाहिँ चाहियो कि धेरै भने मेरो ससेज एउटा पनि छैन ससेज छ नि किन छैन कान्छे अरे बाप रे के गरेर खाएको यार त्यसले खरेम गरेर खाएको भाइलाई कान्छा के गरेर खाँदैछ यार त्यो खाओस् न खाओस् छोडेर केटाकेटीहरू त्यस्तै नकर जति पढाए पनि त्यही हो बहिनी हतियार त्यो ठाउँमा बस्छ अङ्कलको अङ्कल ठाउँमा बस्छ त्यो कान्छा मुला झिक्क मुला खै यता मुला त्यही छ त के झिक्नु लोइस अरे स्कुलवा छ यार त्यो पनि ल्याऊ इस्कुस पनि छ अरे स्कुलवा इस्कुस पनि उयो एउटा बर्को थाल्नु यहाँ त्यहीबाट झिकेर खाँदा नि हुन्छ अन्त त्यो मुलाको टिप्पाको अचार चाहिँ खै हाम्रो इस्कुस भन्छ खै यसले बिहानको कति चाहियो अरे छोरीलाई ल यति ल गाइज इनफ द ब्लग टुडे